तर्फबाट यहाँलाई न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। आम युवाहरूको चासो, एजेन्डा, सुशासन, भ्रष्टाचार नियन्त्रण लगायत प्रविधि मैत्री राज्यको लागि जुन मागहरू राखेर अगाडि बढेको आन्दोलन विशेषतः युवाहरूलाई यो देशको अगुवाई गर्ने, सम्बन्धित ठाउँमा युवाहरूको ऊर्जालाई, युवाहरूको साहसलाई सम्बन्धित ठाउँमा पुर्याएर प्रस्तावहरूलाई सम्बोधन गर्ने, युवाको एजेन्डा बोक्ने, बालबच्चादेखि महिला युवा वृद्धसम्मको समग्रको विषयवस्तुलाई सम्बन्धित निकायमा राख्नको निम्ति जुन नेकपा एमालेले एउटा युवालाई तपाईहरुको बीचमा आज उम्मेदवार बनाएर पठाएको छ, त्यो आम जनमासको चासोको विषयलाई अब सार्थक बनाउने यहाँहरु सबैको काँधमा रहेको छ। यहाँहरुलाई त्यो उत्साहलाई, त्यो ऊर्जालाई जुन अहिलेको परिस्थितिलाई सम्बोधन गरेर अगाडि बढ्नको निम्ति प्रतिबद्ध भएर अगाडि बढ्न तयार रहेको यहाँहरुलाई म जानकारी गराउन चाहन्छु। आज तपाईहरु बीचमा उम्मेदवार भएर आइरहँदाखेरि यहाँका स्थानीय स्तरमा रहेको समस्याहरूलाई केन्द्रसँग कसरी जोड्न सकिन्छ, अहिले सुनसरी क्षेत्रमा रहेको विशेषतः सङ्घसँग केन्द्रसँग कनेक्सन हुन जटिल अवस्था देखिएको छ र सहज रूपमा यहाँको मुद्दालाई उठान गर्नको निम्ति पहल भइरहेको छैन। मैले स्थानीय समस्याहरूलाई केन्द्रमा जोड्नको निम्ति प्रयत्न रहनेछ। यहाँ धेरै कुरा उठेको छ। विगतमा नेकपा एमालेले योजनाहरूलाई अगाडि बढेको योजनाहरू अहिले बीचमा अलमलमा पुगेको छ। त्यो योजनाहरूलाई सम्पन्न गर्नको निम्ति मेरो प्रतिनिधित्व रहनेछ। हामी बीचमा संस्था सभामुख प्रदीप कुमार भण्डारी र कार्यवाहक मेयर भएर चलाइसक्नुभएका मन्जु भण्डारी पनि हामी बीचमा हुनुहुन्छ। उहाँले थाल्नुभएका कार्यक्रमहरूलाई केन्द्रसँग समन्वय गरेर ती योजनाहरूलाई पूरा गर्नुपर्नेछ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला र यही क्षेत्रबाट सुनसरी क्षेत्र नम्बर 1 बाट हामीले विजय गराएर पठाएका माननीय जयकुमार राई भएको समयमा धरान रेउटी सुरुङ मार्ग अगाडि बढेको छ। त्यसलाई म सशक्त ढङ्गले अगाडि बढाउनको निम्ति यहाँहरुको माझमा प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। अहिले धरान जुन खालको चर्चा बन्नु पर्थ्यो, जुन खालको विकासको गतिमा अगाडि बढ्नु पर्थ्यो, त्यो देखिएको छैन। त्यसको निम्ति सहज पहुँच हामी केन्द्रसँग पुर्याउन सकिरहेका छैनौँ। त्यसो हुँदाखेरि अब हामी विगतका नेकपा एमालेका माननीयहरूले मेयर, वार्ड अध्यक्ष लगायत जनप्रतिनिधिहरूले अगाडि बढाउनु भएको कामलाई सशक्त रूपमा अगाडि बढाउने र सम्पन्न गर्न प्रतिबद्ध भएर म लागि
यहाँहरू माझमा प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। अहिले नेकपा एमाले समृद्ध नेपाल सुखी नेपालीको नारालाई अगाडि बढाएको छ। कृषिलाई आधुनिकीकरण गर्ने, शिक्षालाई वैज्ञानिकीकरण गर्ने, स्वास्थ्यलाई सबै जनतालाई सर्वसुलभ बनाउने, अहिलेको प्रविधिलाई सबैको सहजताका साथ हुने र प्रयोग गरेर प्रविधि मैत्री बनाउनको निम्ति अगाडि बढेको योजनाहरू र तपाईँ हामीले समस्याको रूपमा देखिएको अव्यवस्थित बसोबास सुकुम्बासीलाई जग्गा धनी पूर्जा वितरण गर्ने कार्यक्रमहरू नेकपा एमालेको सरकार हुँदाखेरि अगाडि बढाएको छ। तर अहिले ती कामहरू ओझेलमा परिरहेको छ। अब सुकुम्बासीको व्यवस्थापन, अव्यवस्थित बसोबासहरूको व्यवस्थापनको निम्ति हामी प्रतिबद्ध भएर हिजो अगाडि बढाइएका कामहरूलाई पूर्णता दिनेछौँ। जति पनि धरान 16 मा अघि कुरा उठेको छ, खहरले नियन्त्रणको कुराहरू उठेको छ, यसलाई अन्य स्थानीय तह प्रदेश सरकार र केन्द्र सरकार मिलेर ती खहरले नियन्त्रणको कुराहरूलाई सम्बोधन गर्न तयार छ। हिजो हाम्रा जनप्रतिनिधिहरू माननीयहरू हुँदाखेरि धरान र बराक क्षेत्र जोड्ने, नडा र धरान जोड्ने, बकौडी र धरान जोड्ने जुन सडकहरू अगाडि बढाइएको थियो त्यो सडकहरू अहिले पूर्णता पाइरहेको छैन। त्यसको निम्ति म प्रतिबद्ध भएर बाटोको सडक स्तरोन्नति साथै कालोपत्र लगायतलाई सम्पन्न गर्नको निम्ति प्रतिबद्ध हुनेछ। तपाईहरुको बीचमा तपाईहरुको छोरो, तपाईहरुको भाइ, तपाईहरुको भतिजोको रूपमा मैले सधैँ तपाईहरुको मतलाई सम्मान गर्दै, तपाईहरुको आशा विश्वासलाई सम्मान गर्दै म तपाईहरुको विश्वासलाई कहिले पनि ढल्ने दिनेवाला छैन। त्यसो हुँदाखेरि यहाँलाई म हार्दिक आह्वान गर्दछु, तपाईहरु जुन विश्वासका साथ अघि सुन्नुभयो, हाम्रो साथीहरुले जोश जाँगरका साथ जुन जोश देखाउनु भएको छ, हामी अब अन्य प्रतिस्पर्धी उम्मेदवारहरु भन्दा हामी धेरै मतका साथ यहाँबाट विजयी हुनेछौँ। त्यसको लागि हामी सबै लाग्नेछौँ भन्ने यहाँले जुन प्रतिबद्धता व्यक्त गर्नुभएको छ, म तपाईहरुप्रति मेरो उच्च सम्मान छ। यहाँको माया, यहाँको साथले आउने दिनहरुमा अझ हामी विकासको चरणलाई, विभिन्न किसिमका समस्याहरूलाई सम्बोधन गर्न, आम जनसमुदायको चासो र चिन्ताको विषयवस्तुहरूलाई सदनमा उठान गर्न सधैँ प्रतिबद्ध भएर लाग्ने यहाँहरूलाई म जानकारी गराउन चाहन्छु। तपाईहरुको साथमा रहेर हिजो विगत लामो समयदेखि नै धरानमा रहेर राजनीति गरेको हुँदाखेरि मलाई सामान्य ढंगले तल्लो तहबाट राजनीति गर्दै अहिले नेतृत्व, जिल्ला नेतृत्व हुँदै नेकपा एमाले अहिले मलाई संसदीय फाँटको जिम्मेवारीमा अगाडि बढाएको हुँदाखेरि म सधैँ आज पनि, हिजो पनि र भोलि पनि सामान्य ढंगले यहाँहरु बीचमा
अगाडि बढ्ने यहाँको साथमा अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु।